तपाईले पनि चामल खानु भएको छ। प्रधानमन्त्रीज्यू र आकाशमा उड्ने पाइलटले पनि चामल खाएको छ, इन्जिनियरले पनि चामल खाएको छ। त्यो उत्पादन गर्ने कृषक हो। तर कृषिमा आज प्रभावकारी कार्यक्रम किन ल्याउन सकिएको छैन? जतिखेर हामी सानो हुँदाखेरि कृषि मल कारखाना खोल्ने भनेर नीति तथा कार्यक्रममा आउँथ्यो, आज 40 वर्ष बित्न लागेछ, आज पनि मल कारखाना खोल्ने नै भनेर नीति तथा कार्यक्रममा आएपछि, कुन मितिसम्म खोल्ने भनेर स्पष्ट मिति नतोकिएपछि जनताले के आश गर्छ? अर्को कुरा, कृषकलाई अनुदान होइन, कृषकले उत्पादन गरेको ती कृषिजन्य थोकहरूको बजारको ग्यारेन्टी गरिदिनु पर्यो। आफै कृषकहरू खुसी भएर त्यसपछि लाग्नेछन्। गाउँमा फलेको किवीहरू सुँगुरले खाएको छैन, तर विदेशको किवीहरू आज यहाँ 700 रुपियाँ केजी किन्नु परेको छ। योभन्दा दशा के हुन सक्छ यो देशको? अब 35 लाखभन्दा बढी युवाहरू आज नेपालीहरू खाडी राष्ट्रमा छ। विश्व परिस्थितिमा आएको यो राजनीतिक परिवर्तनले कतै न कतै त्यहाँ युद्ध सिर्जना भयो भने ती हाम्रा मान्छेलाई कसरी ल्याउने? रेमिटेन्स त ठप्प हुन्छ। 35 लाख मान्छेको निर्भर परेर बसेको परिवारलाई हामीले के खुवाउने? कम्तीमा यस्तो कार्यक्रमहरू नीति तथा कार्यक्रममा आउनुपर्छ। भनाइ छ तारा हेर तर जमिन टेकेर। जमिन टेक्दा तारा बिर्सिने, तारा देख्दा जमिन बिर्सिने, यस्तो गर्नु